दर्शकवृन्द नमस्कार। यति बेला हामी सोफा हाउस सामाखुसीमा आइपुगेका छौँ र यहाँको मालिक को हुनुहुन्छ अब हामी नमस्कार। यहाँको मालिक को हुनुहुन्छ? यति सानो फुच्चे पनि मालिक हुन सक्छ त? सोफा कसरी छ? महँगो होला? मिलाएर डिस्काउन्ट गरेर दिने हो? कति पर्छ सोफालाई? 500। कुन चाहिँ सोफाको 500 मा आउँछ? अलि हजुर बसेको 500 मात्रै होइन होला, कति हजार 500 हो? एउटै त हो त। सोफा हबमा एकछिन पलेटी मार पनि नेपालमा विकास आकाश छोइसक्यो, नेपालमा विकास आकाश छोइसक्यो। मैले भनेको होइन नि, भ्रष्ट नेताहरूले भनेको हो। नेताहरू सबै भ्रष्ट छन् है, केमा भ्रष्ट गर्छन्? को नाम के हो? कति क्लास पढ्ने हो? कुन स्कुल? ए अनि यो सोफा बाबुलाई धेरै मन पर्यो? सोफा लाने हो घरमा? कुन चाहिँ लाने? यही लाने हो? अनि बाबुलाई रवि लामिछानेको बारेमा के थाहा छ त? म फुच्चेलाई पनि देशको ऋण लाऊ रे। अनि मेरो भागमा कति तेरो भागमा कति ऋण परेछ? बाबुको हेलो हजुर नमस्कार। यो सोफा हाबको साउजी को होला? यति सानो फुच्चे पनि साउजी हुन सक्छ त? के खानु भएन नि त?